हिजो मलाई कुकुरले टोक्यो। मलाई कुकुरले टोकिसकेपछि मैले के गरेँ र हजुरलाई कुकुरले टोकिसकेपछि हजुरहरूले के गर्ने? नमस्ते, म डाक्टर सन्देश मरासिनी। आज मैले हजुरहरूलाई कुकुरले टोकेपछि के गर्ने भन्ने विषयमा जानकारी दिनको लागि यो भिडियो बनाएको छु। भिडियो मन परेमा लाइक गर्नुहोला र कसैलाई कुकुरले टोकेको छ भने त्यो मान्छेलाई भिडियो सेयर गर्नुहोला र पछितिर हजुरलाई काम लाग्न सक्छ, यो भिडियो सेभ गरेर राख्नुहोला। कुकुरले टोक्यो भने के गर्ने? कुकुरले टोक्यो भने सबभन्दा सुरुमा चाहिँ हजुरले कुकुरले टोकेको ठाउँमा राम्रोसँग साबुन पानीले 15 मिनटसम्म त्यो ठाउँलाई धुने, सफा गर्ने। सफा गरिसकेपछि हजुरले अब टाइम मिलेसम्म त्यति बेलै नभए 1-2 दिनमा हजुरले तुरुन्तै हस्पिटल जाने। हस्पिटल गएर रेबिसको भ्याक्सिन लाउनुपर्छ। हजुरले रेबिसको भ्याक्सिन लगाएको राम्रो। हजुरलाई एकचोटि कुकुरले टोक्यो, घरपालुवा होस् या बाहिरको होस्, जुन पनि खण्डमा हजुरले भ्याक्सिन लगाएको राम्रो। हामीले चाहिँ भ्याक्सिन 5 डोजसम्म लगाउनु पर्छ। एउटा चाहिँ टोकिसकेपछि हजुरले सुरुमै गएर लगाउने, त्यसपछि 3 दिनमा, त्यसपछि 7 दिनमा, त्यसपछि 14 दिनमा, अनि त्यसपछि 28 दिनमा, यो सबै गरेर हजुरले 5 वटा भ्याक्सिन लाउनुपर्छ। अब इनकेस हजुरको टोकाइ धेरै नै छ, हजुरलाई धेरै नै टोकेको छ, धेरै नै छाला निकालेको छ भने त्यो खण्डमा हामीले भ्याक्सिन सँगसँगै इम्युनोग्लोबुलिन भन्ने पनि लगाउनुपर्छ। अनि हजुरले ऱ्याबिसको मात्रै होइन, इनकेस हजुरले 5 वर्षभित्र टिटेनसको भ्याक्सिन लाउनु भएको छैन भने टिटेनसको भ्याक्सिन पनि लगाएको राम्रो। अब हजुरले यो भ्याक्सिन सँगसँगै इनकेस हजुरलाई धेरै नै घाउ बनाएको छ भने चाहिँ त्यो पाक्ने सम्भावना हुन्छ। त्यसको लागि हजुरले एन्टिबायोटिक दबाई पनि डक्टरको सल्लाह लिएर खानुपर्ने हुन्छ। कुन कन्डिसनमा हामीले भ्याक्सिन नलगाउने त? अब हजुर कुकुरसँग खेल्दै हुनुहुन्छ, हजुरले कुकुरलाई खाना दिँदै हुनुहुन्छ, त्यो खण्डमा कुकुरले मुखबाट हजुरको खाना खाएको छ तर हजुरलाई घाउ बनाएको छैन, चाटेको मात्रै छ, बाहिर चाटेको छ, हजुरको स्किन इन्ट्याक्ट छ, हजुरको स्किनमा कुनै पनि चोटपटक छैन भने त्यो कन्डिसनमा हजुरले भ्याक्सिन नलाउँदा पनि हुन्छ, त्यो हात मात्रै धुँदा पनि हुन्छ। रेबिसको भ्याक्सिन लगाउन कुनै पनि पैसा लाग्दैन। पैसा छैन भनेर रेबिसको भ्याक्सिन नलगाइकन नबस्नु होला। नेपाल सरकारले रेबिसको भ्याक्सिन फ्री गर्नुभएको छ। तोकिएको हस्पिटलमा गएर हजुरले फ्रीमा भ्याक्सिन लगाउनु पाउनुहुन्छ। नेपालगञ्जमा हुनुहुन्छ भने हजुरले भेरी हस्पिटलमा गएर चाहिँ इमर्जेन्सीमा गएर कुकुरले टोकेको छ भन्ने र हजुरलाई अनि 18 नम्बर रुममा गएर भ्याक्सिन लगाउन पठाउनुहुन्छ। एट द एन्ड हजुरलाई के भन्न चाहन्छु भने कुकुरले टोक्यो भने कुकुरले टोकेको ठाउँमा 15 मिनटसम्म धुने, त्यसपछि गएर भ्याक्सिन लगाउने, रेबिसको भ्याक्सिनसँगै टिटेनसको भ्याक्सिन पनि लगाउने र डोज कम्प्लिट गर्ने र हजुर रेबिसबाट सेफ बस्न आग्रह गर्दछु। धन्यवाद।